स्वामीजी आज त बिहानै थाल्नु भएछ त के रोप्नु भयो यहाँ? घरतरुल। ए घरतल रोप्नु भएको। ए यसपालि माघे सङ्क्रान्ति भनेपछि एकदमै त्यही लागि नि योपालि चाहिँ पहिला आफैले रोपेको। ए ल ठिक छ है, ठिक छ। यसरी नै रोपखन गरेर खुवाएको चाहिँ सन्ततिले राम्रो सुदृढ बुद्धिवान हुन्छ होला जस्तो लाग्छ मलाई, होइन? पसिनाको कमाइ छौ कि छैन अब तिमीहरू आफै बुझ। हामी त सन्तुष्टि छौँ है, सन्तुष्टि छौँ। भए सबै ठिक छ, जस्तो आफ्नो छ त्यतिमा सन्तुष्ट बस्नुपर्छ। सब खुस हुन्छ आफूले। ल हेर त कति फलेछ बैगुन पनि। राम 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 राम। यसरी फलाउनु पर्छ बैगुन। हेर अलिकति फलेर छैन त हौ। अनि यो कोही खानु छैन। एउटै बोटले पुग्छ, वर्षभरि खाइरहेको छु। फलिरहन्छ, खाइरह्यो। त्यही त 1-2 वर्षको भयो यो बोट, अहिलेसम्म फल दिइरहेको छ, झुन्डिरहेको छ। थोरै फलेको छैन। अनि यो खनेको ठाउँमा चाहिँ के रोप्ने नि त्यहाँ? यता भिन्डी रोप्नु पर्यो, भिन्डी सब्जी। भेन्डीको सब्जी अलि ढिलो भयो योपालि। पानी परेन, सुक्खा भयो माटो, त्यही भएर अब अलि ढिलो रोपौँ भनेको। हेरौँ न कस्तो हुँदो रहेछ। सधैँ यो मान्छे त हुँदैन। योपालि अलि प्रकृतिले साथ दिएनन् हौ। पानी नै पर्दैन, सबै डाँडा भयो सुकेर, सबै हरियो थियो, सबै सुक्यो। पानी हाल्यो, एकछिन हाल्यो, सुकि त हाल्छ। यो पाइप चाहिँ पानी हाल्नलाई हो? यो पानी हाल्नलाई हो। त्यो त बारी भिजाउनु। त्यहाँ उता बडी रोपेको, त्यहाँ एक ठाउँ बडी, यतापट्टि बडी रोपे। यहाँनिर बिन्स रोपेको छु अलिकति। यहाँ आलु रोपेको थियो, आलु खनेर चाहिँ गरेको। अब अनि बार चाहिँ किन लगाएको नि? बार यत्रो बारी छ, बाहिर पनि गोबर पुरै हाल्नु भएको रहेछ, होइन? अनि बार पनि बार्नु भएको रहेछ फेरि। गोबर नहाली हुन्छ। अब बाख्रा पाठा पस्छ बारीमा, बाख्रा पाठाले छोएपछि फल लाग्दैन राम्रो। मेहनत गर्नु पर्यो नि त हौ। बिना मेहनतको त केही हुँदैन। अब अरूले गरेको मेहनतको फल किन खानु? आफूले गरेर आफ्नो फल खाउँ भन्ने आशा गरेको। हुन्छ कि हुँदैन अब कमेन्ट गरेर भन्नु होला है साथीहरू, हुन्छ कि हुँदैन। उहाँ सोध्दै हुनुहुन्छ, होइन? प्रकृतिले साथ दियो भने राम्रै हुन्छ, प्रकृतिले साथ दिएन भने मेहनत खेर जान्छ। त्यही त अहिलेसम्म त अब हुँदैछ। टमाटर पनि भए, सजिना पनि भयो, अलिकति रोपेको छु। यी सजिना हेर्नु नि कति धेरै फलिरहेछ। यी देख्नुभयो? यो चाहिँ 300वटा रोगको बिमार भन्छन्, होइन? 300वटा जस्तो रोग चाहिँ यसले कम्ती पार्छ अरे। सुगर, प्रेसर, कोलेस्ट्रोल, थाइराइड सबैको दबाई भन्छन्। यहाँ हाम्रामा चाहिँ अलिअलि अस्ति काटेर सबै बाँडिदिनु भयो, यसो छरछिमेकीलाई दिनुभयो र अलिअलि चाहिँ छिप्पिसक्यो अब त। ल है, अब यहाँ चाहिँ भिन्डी रोप्न ठिक पार्नु भएको। ढिला भयो जस्तो लाग्यो हौ मलाई त, हो कि होइन? ढिलो भएको जस्तो लाग्यो भिन्डी रोप्न। अहिले अब टाइम बेसी भयो नि, 10 दिन रोपेर यतिखेर त्यति भइसक्नु पर्थ्यो। फलको फुल लाग्न थाल्नु पर्थ्यो यतिखेर चाहिँ कि। अनि ठिक्क टाइममा हुन्छ। सुक्खा भएर पानी नआएर हो? पानी नै छैन, के भन्नु? पानी भए पो हुन्थ्यो त, पानी छैन।